आशिष दिन गएको उल्टो मनै आशिषित भएर फर्के। मैले सिकेर फर्के। सङ्घर्ष त उहाँले पो गर्दै हुनुहुनेछ भन्ने कुरो थाहा पाएँ। अनि सुरुमा म डिआर राई, बौद्ध मसी, अनि त्यसपछि पत्रुस मुर्मु, यहाँले चिन्नुहुन्छ, सन्थाल जातिको पहिलो क्रिस्चियन। त्यसपछि हाम्रो भविकन दाई, चेपाङ जातिको पहिलो क्रिस्चियन, अघि। अनि त्यसरी प्रेम प्रधान, यहाँले सुन्नुभयो कि सुन्नु भएन, यीहरू र रबर कार्तक गुरुबा, देवसिंह, अनि पोखराको जुन म पहिलोचोटि पाइला टेकेको चर्च, पोखराको एउटै चर्च थियो, सानो झुपडीमा थियो। अनि कस्तो चुपला र शान्तसँग परमेश्वरको आराधना स्तुति गर्थे। अनि त्यहाँको इम्प्याक्ट, त्यहाँको प्रभाव, ख्रिस्टियनले गरेको व्यवहारको छापले नि आज म तपाईँहरूको अगाडि उभिनु भएको छु। कस्तो असल व्यवहार। गाउँमा त बुढाहरू, तिमीहरूको यो ठुल्ठुलोहरूको बिच काम छैन, उता छ, आफू मजाले गम खान्थे है। हामीलाई चाहिँ रहल पहल दिन्थे। अनि नजिक गयो भने तिमीहरू यहाँ काम छैन, उता जाऊ 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 भनेर हामीलाई लखर्थे। चर्चमा गएको त बाबु आयो, आऊ आऊ भनेर सानो पुचे यहाँ कुममा हात राखेर भित्र लाएर चकलेट खाऊ। त्यसपछि सङ्गतिमा लिएर गए। कस्तो त्यतिखेर डर र त्रास त थियो। बिस्तारै सङ्गति गर्थे, डराइ काम सेवाकाई गर्नु पर्थ्यो। तर अचम्मको कुरो, सङ्गति सकेपछि चिया पानी हुन्थ्यो, बिस्कुट हुन्थ्यो। फेरि त्यही है चकलेट दिँदा जसरी व्यवहार गरे, आऊ बाबु लिएर गए, कपमा चिया दे, जस्तो कप थियो अरूले पनि त्यस्तै खाँदै थिए। एउटा सम्मान व्यवहार, बच्चाको पनि त्यस्तो स्वागत। त्यसले त मलाई के फिल भयो भने आत्मा बल बढ्यो। ओ मेरो पनि कदर हुँदो रहेछ, मेरो पनि त सम्मान हुने रहेछ, ओ म पनि त महत्त्वपूर्ण मान्छे रहेछु भन्ने मलाई सोच आयो। कुनै शनिबार मैले टुटाइनँ चर्च जान। त्यतिखेर त काँचो कचिलो थिए। कस्तो थिए अरे? काँचो कचिलो भने के हजुर? भर्खर त चर्च जाँदा दुधी बालक जस्तै थिए रूपले त। मलाई चर्च गएर त्यो आराधना स्तुति गर्न येशूको विषयमा त्यति थाहै थिएन। त्यहाँ जान चाहेको त अरू कुराले होइन क्या, चकलेट खानलाई हो। चकलेट त मुख गुलियो बनाउँछ नि त, होइन त? अनि चकलेट पछि के खान पाइन्थ्यो? चिया र बिस्कुट। किन त्यतिखेर सानाहरूले चिया खानुहुन्न भन्थे, चिया दिँदैन्थे। अन्तमा चिया खाइसकेपछि चिया पकाउने भाँडामा के जम्छ? चियाको के जम्छ? भाँडोमा, पकाउने भाँडोमा के जम्छ? चियापत्ती जम्छ नि। त्यही हो हामीले खाने गम गम। केटाकेटी होइन त? यस्तो समय थियो। अनि मलाई हुर्काउनु त एनसेप भयो। त्यतिखेर एनसेप बाहेक कुनै सङ्घ संस्था थिएन। अनि बिस्तारै हाम्रो एजीका दाजुभाइहरू ब्याप्टिस्ट धेरै पछि आएको। त्यतिखेर चिनिएको भनेको डेभिड गुरुबा, अनि मेरो दाजु, दुईजना दाजु क्रिस्चियन भर्खर भएका थिए, गाउँबाट निकालिए। उहाँ हेडमास्टर हुनुहुन्थ्यो, कामै छुट्यो। ल यसले त कुन धर्म ल्यायो? विदेशी धर्म, गाई खाने धर्म। ल यो त अब यो भन्नुहुन्छ कि न, यदि मैले गल्ती गरेँ भने क्षमा दिनुहोस्, यो त अछुतहरूले मान्ने धर्म लिएर आयो। अब यसले यो गाउँमा विध्वंस मचाउने भयो भनेर उहाँहरू पढे लेखेका थिए, तर दोष त्यस्तो थियो। मेरो आमाले एकजना गुरुङ
दाजुलाई लिएर आउनुभएको मेरो के अरे दाजुले आमाले घरभित्र पस्न दिनु भएन। यस्तो जातलाई उल्नुहुन्न बाबु भनेर रोक्नु भयो। अनि भाँडा पनि खाना दिएको भाँडा पनि आफै माझ्न लगाउनु भयो। त्यसपछि घाममा सुकाएर सुन पानीले छर्केर चोखाएर अनि बल्ल भित्र लाने। यस्तो हाम्रो समाज थियो। बच्चा बच्चीको त्यति महत्त्व थियो। मेरो आमाले त फत्त जङ्गलमा पाएर घाँसको भारी समेत बोकेर मलाई घरमा ल्याएको, हेराउन गएको, ल यसले त दशा लिएर आएछ, के त यसलाई नबसा, के त तिमीहरू नबसा, यसले त बाउ टोक्न पो जन्मिया रहेछ भनिदिएपछि त मेरो आमाको सातो गयो। अझै पनि यस्ता कुरा गाउँघरमा छन् नि त, होइन त, घटना घट्छ नि। यहाँ तपाईँहरूलाई पनि कतिलाई पर्यो होला यस्तो, यो अलक्षिनो भएर जन्मेछ। अब तिमीले विचार गर भनिदिँदा आमाले गोर्खा मनोकामना समेत लानु भएछ अनि बोको चढाउन। तैपनि केही नलागेपछि मलाई भन्सारमा राख्ने काम भयो, गाईको गोठमा राख्ने काम भयो, अनि कहिले काकाकोमा, कहिले फुपूकोमा, कहिले मित बुवाकोमा राख्ने काम भयो। त्यो दशा हराउँछ के भनेर। तर बाउ बिमारी भए मेरो कारण त होइन, तर के को कारणले मजाले रक्सी खाने। मलाई चाहन्छ हाम्रो यहाँ त पास्टर त्यहाँ रक्सी खानुहुन्न होला, खानु पक्कै नै खानुहुन्छ है। अनि मजाले पिउने, हल्लाउँदै कामदै आउने, आमा पिट्ने, पान पनि खाने, तमाखु पनि खाने, हुक्का पनि तान्ने, चुरोट पनि खाने, सबै खाने। तर भन्ने बेला दोष कसलाई लगाउने? छोरालाई। अनि मलाई याद छ 4-5 वर्ष 6 वर्षसम्म रुँदै पछि जान्थे। अब सुके नास आइसकेको थियो, बाँच्ने आशा थिएन। रुँदै दाइको पछि जान्थे। त्यसपछि गाउँका त्यो जुन घरको आँगनबाट भएर पानी पँधेरो गर्ने ठाउँमा जान्थे, नुहाउने ठाउँमा जान्थे। बाउ टोक्न जन्मेको भनेको सुन्थे। मलाई त साह्रै छाप पर्यो। अनि जे होला गएर मित बुवा कहाँ बसिदिन्छु भनेर गएर मित बुवा कहाँ बसेको त बाउको त झन् ठुलो इज्जतै गएछ। मित बुवा को थिए त? माछामारी जलारी थिए। त्यहाँ गएर बसिदिएको त झन् गाउँभरि नै हल्ला फैलिएछ, फलानाको छोरो त फलाना कहाँ गएर बसेको छ। झन् बाउले ल साइला दाइलाई तुरुन्त गरिदिएको समातेरले, त्यसलाई म ठिक पार्छु भनेर बाउले भन्नुभयो। म त्यहाँ भागेर मेरो दाइ जो क्रिस्चियन हुनुहुन्थ्यो, निकालिएको थियो गाउँबाट, त्यहाँ पुगेँ। अनि उहाँले मलाई त्यहाँ राख्नुभयो। तर उहाँको नि स्थिति राम्रो थिएन। पढ्दै हुनुहुन्थ्यो, काम गर्दै हुनुहुन्थ्यो। भाउजूले दाउरा बटुलेर बेचेर छोराछोरीको मुख टाल्नुहुन्थ्यो। त्यहाँ पनि स्थिति राम्रो भएन। दाइलाई त चिन्ता परेछ। अनि दाइले भन्नुभयो, भाइ तिमीहरूमा चर्च जाऊ भन्नुभयो। अनि रामघाटमा पहिलोचोटि चर्चमा गएँ होइन। त्यो चाहिँ 67 सालमा, 1967 त्यहाँ चर्चमा गएँ। कहिले पऱ्यो त्यो त थाहा भएन। 23-24 सालतिर पऱ्यो होला, 2023-24 सालतिर। त्यहाँ गएको त क्रिस्चियनहरूको वातावरण र क्रिस्चियनले गरेको व्यवहारले ठ्याक्कै मन छोड्यो। आज हाम्रा चर्चहरूमा त त्यस्तो वातावरण धेरै ठाउँमा देख्न पाइँदैन। वो आयो, को गयो, पास्टरलाई पनि थाहा हुँदैन, एल्डर डिकनलाई पनि थाहा हुँदैन। हामी त त्यति धेरै चासो राख्नुपर्ने हो, त्यति धेरै वास्ता राख्नुपर्ने हो।
त्यो प्रेम झल्काउनु पर्यो। गएर यसो भए पनि यसो छोइदिँदा पनि ठुलो प्रभाव पर्छ। म अहिले पनि मेरो चर्चमा 9 बजे जान्छु, आउने हरेकको कुम समात्छु, हरेकको हात समात्छु, आशिष थापालाई आशीर्वाद दिन्छु। कोही भर्खर आएका छन् भने पनि नबोलिकन अप्ठ्यारोमा, भाइ कहाँबाट, हजुरको शुभ नाम के हो अनि हात मिलाउँछु। वास्तवमा मण्डलीका पास्टर मात्र होइन, पास्टर आमा मात्र होइन, हरेक विश्वासीले यो कुरो अपनाएको खण्डमा एउटा व्यक्ति पनि चर्चबाट फर्केर संसारमा जाँदैन। हुनुपर्ने त यो पहिलो मगरको चर्चको छाप त्यसरी मलाई बस्यो। त्यसैले गर्दा मैले निश्चय गरेँ जीवनभर म खै अब के गर्नेछु, परमेश्वरकै सेवा गरेर बाँच्नेछु। म कसैको भर पर्ने छैन, परमेश्वरमा भर पर्नेछु। आफ्नो मेहनत गरेर काम गर्नेछु। आफ्नो मेहनतको फल फलाएर म दुखी गरिबहरूलाई के गर्नेछु, रेख्दै गर्नेछु र ख्रीष्टको माया म देखाउनेछु। र अहिले